नमस्ते सबैजनालाई। मैले चाहिँ आज सानो इम्पोर्टेन्ट भिडियो बनाउन गइरहेको छु है, स्पेसल्ली अमेरिकामा बस्नेहरूको लागि हैन। हुन त आफ्नो आफ्नो स्टेट अनुसार फरक छ होला है, तर म चाहिँ न्युयोर्क स्टेटमा बस्छु हैन। अहिले यो विन्टर बेलामा चाहिँ साह्रै यो हिटरको बिलहरू धेरै आइरहेको छ हैन। अनि त्यो हिटरको बिल कम गर्नलाई हामीले एउटा प्रोग्राम एप्लाई गर्न मिल्छ है। कतिपयलाई त थाहा होला हैन, थाहा नभएकोहरूले चाहिँ एउटा प्रोग्राम एप्लाई गर्न मिल्छ। त्यो गर्यो भने अलमोस्ट 250-260 जति महिनामा यो चिसोभरि चाहिँ कभर गर्छ है। मैले चाहिँ त्यो इन्फर्मेसन गर्न आएको। एउटा त्यो प्रोग्रामको नाम चाहिँ हिप भन्छ है, होम इनर्जी असिस्टेन्ट प्रोग्राम भन्छ। अनि त्यो प्रोग्राम चाहिँ कभर चाहिँ अब हिटिङ बिल, ग्यास, इलेक्ट्रिसिटीको कभर गर्छ हैन। अनि त्यो प्रोग्राम चाहिँ समरमा नि गर्दो रहेछ। समरमा नि यदि एप्लाई गर्यो भने समरमा नि गर्दो रहेछ हैन, हिप प्रोग्राम भन्छ है। अनि समरमा चाहिँ एसी र फ्यानको लागि कभर गर्छ हैन। अनि विन्टरमा चाहिँ हिटको लागि कभर गर्ने भयो है। अनि को मान्छेले एप्लाई गर्न मिल्छ भन्दा चाहिँ अब लो इन्कम फ्यामिली, इन्कम अलि लो हुनेले एप्लाई गर्न मिल्यो हैन। अनि सिनियर पर्सन चाहिँ अब 65 वर्ष भन्दा माथि भएकोले चाहिँ एप्लाई गर्न मिल्यो हैन। र फ्यामिलीमा हु आर डिसेबल हैन, डिसेबल छ नि जो हैन फ्यामिलीमा, त्यो डिसेबल भएको फ्यामिलीले त्यसले पाउने भयो है। अर्को कुरा, अनि अलि धेरै फ्यामिली छ हु ह्याभ किड्स हैन। फ्यामिलीमा जस्तै 2-3 किड्स भएकोहरूले चाहिँ तिनीहरूले नि पाउँछ। इट्स डिपेन्ड इन्कम है, इन्कम हेरेर तिनीहरूले नि पाउँछ है एप्लाई गर्न चाहिँ। अनि कसरी एप्लाई गर्न, कसरी हाउ टु एप्लाई हैन, कसरी एप्लाई गर्ने भन्दा चाहिँ अब एउटा सोसियल सर्भिस अफिस हुन्छ हैन, त्यहाँ गएर एप्लाई गर्न पनि मिल्यो, अथवा अनलाइन एप्लाई गर्न मिल्यो हैन। अनलाइन चाहिँ अब लोकल सोसियल, अनलाइन चाहिँ स्टेट कुन स्टेटमा बसेको छ हैन, स्टेटको हिप वेबसाइटमा गएर एप्लाई गर्न मिल्यो है। अनि न्युयोर्कमा चाहिँ एचआरए भने ह्युमन रिसोर्स एडमिनिस्ट्रेसन अफिस भन्नेमा गयो भने नि एप्लाई गर्न मिल्छ, अथवा सोसियल सेक्युरिटी अफिसमा गयो भने मिल्दो रहेछ हैन। अनि चाहिँ कुन के कल आयो, अनि के डकुमेन्ट रिक्वायर हुन्छ